समातेको माछाहरू हो धुन्दै 5 जना ग्रुप बार्न लगाएर रहेछ। Yes, this is very nice. Okay, good. Okay, good. You're danger. कस्तो रहेछ हेर्दा। हेलो नमस्ते गुड मर्निङ। आज हामी यता नदी खोलामा के अरे माछा समार्न लागेको। यता हामी टोलीहरू यो सबै बाँडिसकेछ गरिसकेछ। अब यसमा चाहिँ यो के अरे यसलाई के भन्छ, यो हालेपछि माछा चाहिँ बेहोस भएर निस्किन्छ अरे के। यसरी काटेर ठ्याक्कै हाल्छ अनि माछा चाहिँ ठ्याक्कै निस्किन्छ अरे क्या। ठिट्टा टोलीहरू, बुढा ठिट्टा टोलीहरू। दा यसको नाम चाहिँ के अरे? दुबो किरा। यो किरा हालेपछि चाहिँ माछा बेहोस हुन्छ अरे, ठक्क माछा निस्किन्छ अरे। दिमाग त छ नि हाम्रो ठिट्टाहरूको। यो के स्टाइल रे? यो गाउँले स्टाइलको यो हालेपछि चाहिँ माछा चाहिँ झाप हुन्छ अरे क्या। माछा झाप खिर्रा हाल्दैछ अरे, खिर्रा। चस्मा चाहिँ किन लागेको हो? हामी चस्मा यो आँखाको सेफ्टीको लागि हो, आफ्नो सेफ्टीको लागि। नत्र त माछा नलागेर आफै लाग्ने हो। ए आफू लाग्यो भने माछाले हामीलाई पो लान्छ क्या। अन्त नि त्यही भएर माछालाई लाग्नुभन्दा अहिलेसम्म माछा लागेन। लाग्नलाई अझै 1 घन्टा चाहिँ लाग्छ अरे। यो लागेपछि बल्ल गन्ध त साह्रै कडा आयो त। आमो ठुलो ढुङ्गा है यस्तो बढिया बस्नु। यो पम्प पर्केको निकै गएर रहेछ डिम्रो। खै माछाहरू निस्किँदैन त। फेरि ल्यायो भिज्यो। यो कुडेकोले नि लाग्छ है मजाले। यो डेन्जर कस्तो रहेछ हेर्दा। यस्तो बसी गन्ध त निकै कडा आउने रहेछ। एउटा बाँदर चाहिँ त्यहाँ चाहिँ माथि ढुङ्गा फाल्नेमा रेडी बसिरहेछ। गयो महेन्द्र बाहुबलीले हाने। यस्तो चिसो। यहाँबाट अझै अट्दैछ एउटा। त्यो भित्र पो हाल्यो। अब निस्किन्छ माछा। अब भक्का भक हेर्दै जाउँ। माछा बिस्तारै निस्किन थालिसक्यो यहाँबाट। अब निस्किन्छ होला। अब लगभग 1 घन्टा हुन लाग्यो यो भिजाएर हामीले। यतै निस्क्यो। समात्यो। सानो निस्क्यो यतै छटपट्टि। दुईवटा उद्घाटन भयो। एउटा चाहिँ निकै ठुलो थियो, एउटा चाहिँ सानो आयो। यहाँ त देख्दैन होला पानी कालो भएर। अब निस्किँदैछ बिस्तारै यताबाट। यता बिस्तारै यहाँ साइडमा आउँदैछ। यहाँ यता उता सबै नै फुस्क्यो। पर्यो ए परेछ ल। सानो रहेछ यो त।
अय्या या 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 मलाई पो जाममा लाग्यो त यार गजब समात्यो यस्तो सानो यार माया लाग्दो नराम्रो लाग्यो रहेछ क्या एक सामानै मिल्दैन ए सानो क्या अघिको त निकै ठुलो थियो यो चाहिँ सानो रहेछ अब यो यता जान्छु यिनीहरू खोर्न बाजे छ होला बिस्तार बिस्तार लाग्दो रहेछ त्यही भएर छ अझै सानो छ क्या ऊ निकै निस्किँदै हाल्दा ऊ त ऊ कति ठुलो नै त्यहाँ त ऊ त ऊ यहाँ ठुलो निकै रहेछ स्पिड लागेन अब कहाँ अब त बिस्तार बिस्तार लागेको जस्तो छ माछालाई रक्सीला निस्किँदैछ बिस्तारै बिस्तारै ऊ त्यतिर खेलिरहेको रहेछ यहाँ कति ठुलो रहेछ नि यहाँभित्र कति ठुलो यहाँको त औषधि हालेदेखि लागेर माछा टनाटन समातिसक्यो उनीहरूले यताबाट फाल्छ अब यसरी गऱ्यो समात्यो अब फाल्छ फाल माछा यसरी फाल्यो माछा यसरी फाल्छ अब यहाँभित्र हाल्ने मेरो काम चाहिँ चिप्दै हाल्ने कति भइसक्यो अरे यी टन्नै भइसक्यो ठुलो ठुलो नि छ ओ फेरि आयो बडावाला बडावाला आया बहुत मजा आया झप्की झप फाल्छ यार ल लाग्यो माछा ननिस्केर बिहानदेखि अहिले कति बजिसकेछ अहिले 3:30 भइसक्यो बिहानको 7 बजीदेखि अहिले 3:30 भइसक्यो आज दिनभरि यहीँ माछा मार्नेमा अब मलाई पानी भिजाउन लागिले मलाई भिजाउनको लागि माछा मार्ने मान्छे भन्दा हेर्ने मान्छे धेरै छ अहिले त छैन माछा सबै भागिसक्यो अब यस्तो हाल्ने मात्रै भयो धेरै निस्केन माछा सोचेको भन्दा थोरै आयो एउटा उता हालिरहेछ नि एउटा उता हालिरहेछ यो भित्र चाहिँ मेन हो कि यो भित्र चाहिँ सक्यो यो भित्र चाहिँ पस्न नमिल्ने गाह्रो भयो फुस्क्यो समात्ने एकजनाले हेर्ने मान्छे यति धेरै के हेर्नु पर्दैन नहेरे हुन्छ चाहिँ लगभग सकियो माछाको जाली उठाउँदैछ अब त्यो जालीमा पऱ्यो कि परेन भनेर जालीमा त अझै परेछ जस्तो छ त्यो त ढुङ्गा हो नि चला अब पानी फेर्दै हेर्दै छैन चित्रहरू धेरै चाहिन्छ नि त जम्मा 1 किलो जति हो अब पानी फेर्ने रे माछा खसिएछ अब यताबाट पानी छोड्यो अब पानी छोड्यो यहाँदेखि अब सक्यो अब भोलि पर्सितिर आउने साझै हो
ठुलो 3-4 वटा पायो होला आफूले लगेन है मलाई लगेन है जाली खाएपछि के मैले ए एउटा ठुलो दुईटा ठुलो तिनवटा ठुलो ठुलो निकै पऱ्यो रहेछ है 4वटा यहाँ चाहिँ 5वटा माथि आएर म त ऊ तल साट्नु र हो बन्द गरिदिउँ सकियो सबैजनाले अब घर फर्किनलाई रेडी कति किलो जति भयो माझी दाइ 20 किलो 25 किलो ओन्ली 20 किलो 20 किलो बकेट यता हेरेर भन्न कहाँ उता फर्केर भने अच्छा अच्छा ए नाचे खुसीले हेर त 20 किलो पायो त खुसीले नाच्यो यार बज्जाले समातेको माछाहरू हो धुन्दै 5 जना ग्रुप बार्न लाएर रहेछ Yes, this is very nice. Okay, good. ओके गुड धनी मान्छे चाहिँ त्यो मान्छेले मलाई फोटो दिए के भन्ने यस्तो ह्यान्डसम मान्छे छ अनि ह्यान्डसम मान्छेको नखिच कसो खिच्ने माछाहरू चाहिँ ठुलो सानो सानो पनि छ मजाले माछाहरू यसले के माछा भन्छ अरे यो माछालाई असला माछा ओरिजिनल लोकल या असला असला खाएर बसला गर्नुपर्छ अरे अब हो यस मसला खाएर मसला निकाल्नु बुझ्यो बार्ने कार्यक्रम 5 जनाहरू हामीलाई चाहिँ एक छाक दिन्छ कि हामीलाई चाहिँ मेन उनीहरू 5 जना हो अब कति किलो भएछ जोग्दैछ अब चाहिँ बाऱ्यो होला यति छ पखाइ म नि भ्लग बनाउँछु भनेर गयो कुतियो अलिक पर्दैन मलाई एक छाक भयो हुन्छ खाने मान्छे छैन म एक्लै हो के हेर्ने यति धेरै ए मासाङ्दी खोलाको के अरे यो माछाको नाम के अरे असला माछा कतिचोटि भन्ने मान्छेलाई बिर्सिन्छ नि त ओइ पाते यार यसले अहिले चाहिँ अब माछा बारी कार्यक्रम सकियो तपाईँले हाम्रो माछा समातेर बारेको कस्तो लाग्यो यति राम्रो लागेछ भने लाइक शेयर कमेन्ट गरिदिनु होला